नमस्ते, स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। आउनुहोस् आज हामी फलफुलमा कसरी मल हाल्न सकिन्छ हेरौँ है त। यो चाहिँ किवीको बिरुवा हो। किवीमा मल हाल्दै छौं हामीले, तर सामान्यतया जस्तै फलफुलमा मल हाल्नु छ भने जस्तै स्याउ भयो, आरु भयो, त्यसपछि ओखर भयो, सुन्तला, कागतीहरुको चाहिँ जति टाढासम्म चाहिँ उसको हाँगाहरू फैलिएको छ त्यसकै मुनितिर ठ्याक्कै हेरेर चाहिँ जराहरू पनि त्यहीसम्म फैलिएको हुन्छ। त्यसरी नै हामीले गोलोकार बनाएर मल हाल्न सक्छौं भने यो किवीमा चाहिँ ठ्याक्कै त्यस्तो नहुन सक्छ, किनभने किवीको चाहिँ लहरा अलि टाढासम्म जान सक्छ तर जराहरू चाहिँ त्यति टाढा पुगेको हुँदैन। त्यही भएर हामीले चाहिँ बोटको कम्तीमा पनि 2-3 फिट टाढा हुने गरी गोलोकार बनाएर अनि यसरी हामीले चाहिँ किवीमा चाहिँ माघ फागुनमा मल हाल्न सक्छौं। 900 ग्राम युरिया, 600 ग्राम डिएपी र 900 ग्राम पोटास गरेर हाल्न सक्छौं। र युरियालाई चाहिँ हामीले 2 पटक हाल्नुपर्छ। एक पटक चाहिँ यतिखेर नै र अर्को पटक चाहिँ फुल चाहिँ गुच्छा आकारको भयो भने अनि फ्रुट डेभलपमेन्टको लागि चाहिँ हालिदिनुपर्छ। हालिसकेपछि हामीले माटोले छोपिदिनुपर्छ। माटोले छोपिसकेपछि मल्चिङ गर्न सक्छौं। मल्चिङले चाहिँ हाम्रो मोइस्चर पनि रहिरहन्छ र मलहरूलाई पनि उडेर जान दिँदैन।